थियो र यहाँ चाहिँ हामीले सरले भनेअनुसार नै दुईवटा यसलाई चाहिँ छान्ने कोसिस गरेको देखिएर सुरुमा हामीले यस्तो कलर निस्कन्छ यो दुईवटा मिसाएर भनेर हामी आफैले पनि हेऱ्यौँ। हेरिसके पछाडि चाहिँ यही कलरलाई हामीले चाहिँ फेरि एकचोटिमा देखाउन गइरहेको छु। बेसार पानीलाई यहाँ मिक्स गर्छु थोरै अलिकति छुट्टैमा विस्थापन गरेर यस पछाडि अब यसमा यो पानी जुन यो छार हो त्यसलाई यो बेसलाई यसरी मिक्स गर्यो भने इन्स्ट्यान्ट यसको कलरमा यसरी चेन्ज आउँछ। यो चाहिँ जति मात्रा बढी भयो खरानी त्यति नै बढी दाग हुँदो रहेछ। मैले यहाँ आएर नै देखियो। त्यसैले मैले सरले सुरुमा भनिदिँदै भनेको थिएँ यो विशेष गरी ग्रामीण क्षेत्रमा र अन्य क्षेत्रमा नै होला त्यो मासु जन्ने चाहिँ प्रयोगको लागि यसको प्रयोग गरिन्छ। छालाको एउटा सौन्दर्य पनि देखिन्छ, हेर्दा पनि राम्रो पनि देखिन्छ गरिन्छ। त्यसमा एउटा बेसारमा एउटा सर्कुमिन नाम गरेको एसिड हुन्छ र त्यो सर्कुमिन नाम गरेको एसिड गएर यो बेसमा यसको कलर रातो, खैरो, गाढा रातो र फिका रातो गरी चार फरक कलर पनि यहाँ चाहिँ हाम्रो यो अलिक बढी गाढा रातो रङ चाहिँ निस्किएको छ। मैले अरू केही गुनासो भयो भन्नु परिवर्तन छार र अम्लको मिक्समा चाहिँ एउटा चेन्ज अफ द कलर आउँछ। त्यो चाहिँ त्यसरी कलरलेस जस्तै देखिने खरानी पानी राख्दा रातो भएको छ हजुरहरूले छान्दा छानिएन। नछानिनको कारण तपाईँहरूले बनाएको धेरै पानी हालेर पातलो बनाउनु पर्यो अनि छानिन्छ। त्यसको छानी पनि भर्खर पकाएको चिया बिहान उठेर पकाएको त्यो होटेलको चिया हल्ल छान्दाखेरि त्यो छनौटाले छानिहाल्छ। अनि त्यो भोलिएपछि फेरि त्यो होटेली साउनीले त्यही भाँडा हाल्छिन्। अर्दै जाँदा बेलुकी पख त ठाक 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 गरेर बल्ल छानिन्छ। नभए छान्दै त देखेको नि बढी बाक्लो लागि अनि यसमा एउटा सानो कुरा मैले अनि यसको कलर चाहिँ नआएको हुनाले एकदम इन्स्ट्यान्ट तत्काल बनाउनु पर्ने, पातलो बनाउँदाखेरि यसको कलर नआएको हुनाले हामीले भागले राखेको कलर देखाउनुपर्छ। अनि यो चाहिँ हामीले कक्षा कोठामा डेलिभर गर्दाखेरि अम्ल छार लवण भन्ने पाएको छ। त्यसमा अम्लले कस्तो खालको त्यो अम्ल चाखेर हेर्न त पाइएन कि नत्र अम्ल स्वाद हुन्छ भने सबै चाख्न पाइएन। दही त चाखे नि, कागती त चाखे नि, सल्फ्युरिक एसिड त राख्नु भयो है। छारको साथ टर्रो के चिज चाख्ने के नचाख्ने भनिसके। लवण तटस्थ लिटमस पेपर छ भने सबभन्दा सजिलो।